धेरै कहानी छ। मेरो त कुरा नगरौँ, मेरो त सबै कुरा भइसक्यो। मेरो हातबाट कोही एउटा कमी पनि नभएर तरुणसँग दिनभरि आएर सुत्ने त्यसको च्यान त मैले कसरी बनाउँछु नि त मलाई थाहा छैन। सामाजिक सञ्जालमा नेपाली ब्रो उपनामले चिनिने कुमार थापा मगर र उनकी श्रीमती ईश्वरी भुजेलको केस अहिले अदालतमा पुगिसकेको छ। इन्टरनेटमा भिडियो बनाउने कुमार थापा कसरी एउटा गम्भीर अपराधको केसमा जेल पुगे र सरकारी वकिलले उनी विरुद्ध किन जन्मकैदको सजाय माग गरे। आज हामी प्रहरीको अनुसन्धान अदालतमा दर्ता भएको अभियोग पत्र र कुमार थापाको आफ्नै बयानको आधारमा यो घटनाको वास्तविक विवरण बुझ्नेछौँ। गत जेठ 22 गते राति काठमाडौँको प्युठारमा नेपाली सेनामा सुबेदार पदमा कार्यरत 42 वर्षकी ईश्वरी भुजेलको हत्या भएको थियो। हत्या गरिसकेपछि अभियुक्त कुमार थापा मगर आफै प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए। सुरुमा यो एउटा सामान्य घरायसी विवाद जस्तो देखिए पनि प्रहरीको अनुसन्धानले यसको पछाडि लामो समयदेखिको पारिवारिक समस्या र कानुनी मुद्दाहरू रहेको देखाएको छ। आखिर कुन विवादका कारण यो घटना हुन पुग्यो? आउनुहोस् सुरुदेखि यसको मुख्य कारणहरू बुझौँ। पारिवारिक पृष्ठभूमि र विवादको सुरुवात। यो घटनाको पृष्ठभूमि बुझ्नको लागि हामीले उनीहरूको पारिवारिक अवस्थालाई हेर्नुपर्ने हुन्छ। 42 वर्षका कुमार थापा मगर आफै पनि भूतपूर्व सैनिक थिए भने उनकी श्रीमती ईश्वरी भुजेल नेपाली सेनाको ब्यान्डगुलमा सुबेदार पदमा कार्यरत थिइन्। उनीहरूको वैवाहिक जीवन लामो समयसम्म सामान्य रूपमा चलिरहेको थियो, तर पछिल्लो समय उनीहरू बीच घरायसी विषय र आपसी असमझदारीको कारण विरुद्ध जसो विवाद हुन थाल्यो। प्रहरी अनुसन्धानका अनुसार यो विवाद केवल घरभित्र मात्र सीमित रहेन। ईश्वरीले कुमार विरुद्ध विभिन्न समयमा प्रहरीमा घरेलु हिंसाको उजुरी समेत दिएकी थिइन्। पटक पटक प्रहरी कार्यालयमा छलफल र मिलापत्र भए पनि उनीहरूको असमझदारी कम हुन सकेको थिएन। यही विवादका कारण उनीहरू केही समयदेखि अलग अलग बस्दै आएका थिए। कानुनी मुद्दा र मानसिक तनाव। विवाद बढ्दै गएपछि ईश्वरी भुजेलले कुमार थापा मगर विरुद्ध काठमाडौँ जिल्ला अदालतमा वैवाहिक करुणी अर्थात् जबरजस्ती करुणी र घरेलु हिंसाको गम्भीर मुद्दा दर्ता गराइन्। यो कानुनी मुद्दा दर्ता भएपछि कुमार थापा निकै ठूलो मानसिक तनावमा परेका थिए। अदालतमा मुद्दा चलिरहेकाले उनी आफ्नो सामाजिक प्रतिष्ठा र कानुनी स्वतन्त्रता दुवै खतरामा परेको महसुस गरिरहेका थिए। कुमारले ईश्वरीलाई बारम्बार त्यो मुद्दा फिर्ता लिन र आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्नका लागि दबाब दिइरहेका थिए। उनीहरू बीच यसै विषयलाई लिएर फोनमा र विभिन्न माध्यमबाट लगातार भनाभन भइरहेको थियो, तर ईश्वरी आफ्नो अडानबाट पछि हट्न तयार थिएनन्। उनी कानुनी रूपमै लड्न चाहन्थिन् र यही कानुनी लडाई र मुद्दा फिर्ता नहुने अवस्था नै कुमारको लागि आक्रोशको मुख्य कारण बन्यो। अर्की युवतीको संलग्नताको दाबी। यो केसमा अर्को एउटा मोड तब आयो जब प्रहरीले कुमारकी साथी भनेका 25 वर्षकी प्रतीक्षा आचार्यलाई पनि नियन्त्रणमा लियो। मृतकका परिवारले प्रतीक्षा र कुमार मिलेर यो योजना बनाएको भन्दै प्रहरीमा किटानी जाहेर दिएका थिए। प्रहरीको बयानमा कुमारले सामाजिक सञ्जालमा भिडियो बनाउने क्रममा प्रतीक्षासँग आफ्नो सम्बन्ध रहेको कुरा स्वीकार गरे। ईश्वरीले मुद्दा हाल्नुको एउटा कारण यो सम्बन्ध पनि रहेको अनुसन्धानमा देखाएको छ, तर कुमारले अदालतको बयानमा हत्याको योजना र घटनामा प्रतीक्षा वा अन्य कुनै व्यक्तिको संलग्नता नरहेको दावी गरेका छन्। उनले यो अपराध आफ्नो व्यक्तिगत रिसका कारण मात्र भएको बताएका छन्। जेठ 22 गतेको घटना र आत्मसमर्पण। सरकारी अभियोग पत्रका उल्लेख भए अनुसार जेठ 22 गते कुमार थापा मुद्दाको मिलापत्र गर्ने प्रयासका लागि अदालत र श्रीमतीको कार्यालय आसपास पुगेका थिए, तर ईश्वरी उपस्थित नभएपछि मिलापत्र हुन सकेन र कुमार निराश हुँदै साँझ घर फर्के। घर फर्किँदा पनि उनको मनमा कानुनी मुद्दा र पारिवारिक तनावका कारण आक्रोश बढिरहेको थियो। उनी रिसको झोकमा आफ्नो गाडी लिएर फेरि बाहिर निस्के। ठिक त्यही बेला ड्युटी सकेर स्कुटरमा घर फर्किरहेकी ईश्वरीलाई उनले बाटोमा देखे। कुमारले आफ्नो गाडी रोकेर गाडीमा रहेको धारिलो चक्कु लिएर ईश्वरीलाई पन्छाए। ईश्वरी स्कुटरमा रोकेर सडक पेटीमा उक्लिँदै गर्दा कुमारले उनीमाथि खुकुरी प्रहार गरेर घाँटी रेटे। कुमारले अदालतको बयानमा आफूले खुकुरी प्रहार गरेको कुरा स्वीकार गर्दै स्पष्ट शब्दमा भनेका छन्, मैले मर्यो होला भनेर घाँटी रेटेर हिँडेको हुँ। यो अपराध गरिसकेपछि कुमार थापा मगर भागेर कतै लुकेनन्। उनी सिधै महानगर प्रहरी वृत्त बालाजु पुगे र ड्युटीमा रहेका प्रहरी अधिकारी समक्ष मैले आफ्नै श्रीमतीको हत्या गरेर आए भन्दै आत्मसमर्पण गरे। उनको यो बयान सुनेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लियो र उनकै बयानका आधारमा घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी र रगत लागेको कपडा बरामद गरे। काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले यो केसलाई निकै गम्भीरताका साथ लिएको छ। सरकारी वकिलले कुमार थापा मगर, प्रतीक्षा आचार्य र अन्य सहयोगीहरू विरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता गरेको छ। सरकारी वकिलले कुमारका लागि कानुनी बमोजिमको कडा सजाय अर्थात् जन्मकैदको माग दाबी गरेको छ।
कुमार आफैले पनि बयानमा आफूले अपराध गरेको र कानुन बमोजिमको सजाय भोग्न तयार रहेको बताएका छन्। घरायसी विवाद र क्षणिक रिसले कसरी एउटा गम्भीर अपराधको रूप लियो र दुईवटा परिवारलाई सङ्कटमा पार्यो भन्ने कुरा यो केसले देखाउँछ। यो घटना र कानुन प्रक्रिया बारे तपाईको के विचार छ? तल कमेन्ट बक्समा लेख्नु होला। सजग रहनुहोस्, सुरक्षित रहनुहोस्। धन्यवाद। जय नेपाल। नेपाली बोरा त्यो जब 2 दिनको नौटङ्की माया काम छैन। एनी टाइम हर पल हर क्षण उस्तै माया हुनुपर्छ। कसैले खाना दे भन्नेमा खुसी हुने, खाना नदे भन्नेमा रुनी हाले मान्छे होइन म। ईश्वरी भनेकी त्यस्तै हो, गोर्खाको छोरी हो, गोर्खाली केटी। अब 3-4 करोड घर गाडी सुन लिएर डिभोर्स हानिदिनु हाल्नुभयो, रोडा पुऱ्याइदिनु मलाई। तपाईँ त ठिक छ नि, अब मलाई त फेरि स्ट्रगल गर्नु पऱ्यो, घडेरी किन्नु पऱ्यो होइन। तपाईँ त खुसी छ नि। कसैको फ्यामिली कस्तो छन् भने एक छाक खाना दियो भने खुसी हुन्छ न, अनि खाना नदिएनन् भने कुरा काट्दै हिँड्छन् गाइजहरू। यस्ता पनि मान्छेहरू छन्। तर त्यस्तो कहिले पनि हजुरहरू कहिले पनि त्यस्तो नगर्नु होला। आफ्नो फ्यामिलीलाई सकेसम्म फ्यामिली मिलाउने कोसिस गर्नु, छुट्याउने कोसिस कसैले नगराउनु। आफ्नो पनि बच्चा छोरा छोरी छन्, भोलिको दिनमा सबैले देख्न पाउनुपर्छ, देख्न सक्नुहुन्छ। आफ्नो छोरा छोरी नाति नातिना हुन्छन्, त्यसको लागि भने पनि हामीले राम्रो काम गरेर देखाउनु पर्छ शत्रुहरूको अगाडि। म भने एउटा गोर्खालीको छोरी हो। म सच्चा मनको हो होइन, कसैलाई नराम्रो सोच्दिनँ क्या। सबैको राम्रो होस् भन्ने चाहने मान्छे हो म चाहिँ। तपाईँको बोयफ्रेन्ड छैन म्याम? बोयफ्रेन्ड चाहिँ अब कति छ नदेखाएको पो हो त। हाम्रो बोयफ्रेन्ड हुँदैन। म केमा कमी छु? मिस थ्याङ्क यू सो मच, आई लभ यू। हजुरको बोयफ्रेन्ड छ र भने? बुढी मान्छे हो। किन? केमा के कमजोर देखाऊ? फुल आने फुल अन्डा। प्रेम सर थ्याङ्क यू सो मच। सानुलाई थ्याङ्क यू सो मच। फुल आने फुल। टर्कराज आई मिस यू सर, आई मिस यू। नेपाल आएपछि भेट्नुपर्छ। हजुर विदेशमा हुनुहुन्छ होला है? तपाईँ त फाइल दर्ता गरेर डिभोर्सको पेपर दुनियाँलाई साथी बनाउनु थाल्नुभएको छ है। तपाईँ त हतारेर हामी त कोही पनि छैन, न गर्लफ्रेन्ड न फुल हान्नु भयो। फुल कति हारे फुल। सर थ्याङ्क यू सो मच, बस एउटा जोडेर हजुरलाई प्रणाम छ।